सम्पूर्णमा नमस्कार। म गोकुल गौतम। आज म फेरि पनि अर्को भिडियो लिएर आएको छु। मैले फेरि तितेपाती खेती यसपालि प्लस गरेको छु। करिब यो लगभग 2 कट्ठा जतिमा यसपालि प्लस गरेको छु। यो बिरुवा भर्खर 5 दिन भयो सारेको। हेर्न सक्नुहुन्छ, यो बिरुवा 5 दिन भयो सारेको। तपाईको यसरी कुनै यसरी उइल्याएर मरेको छ, तर यो पनि भित्र चाहिँ चरा हालेर सर्ने छ। यो कुनै चाहिँ यो सरिसको देख्न सक्नुहुन्छ। यो भर्खर आज 3-4 दिन 5 दिन जति भयो होला। तपाईँ कुनै त जस्ता तस्तै पनि भएर सर्छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ पछाडि भुवा हुनेवाला तितेपाती हो। व्यवसायहरूमा खेती गर्नको लागि तपाईहरुले मलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ, बिरुवा चाहियो भने। र म यस्तै भिडियोहरू हाल्दै आइरहेको छु। र मैले चाहिँ यसपालि तितेपाती फेरि अझ प्लस गर्न खोजेर पहिला 3 कट्ठामा लगाइरहेको थिएँ। अहिले यसपालि फेरि 2 कट्ठामा प्लस गरेको छु। त्यसैले साथीहरूलाई देखाउँ भनेर अनि अस्ति रोपिसक्यो, अनि आज चाहिँ फेरि भिडियो बनाएर देखाउँदैछु। यो चाहिँ रुद्राक्ष हो। रुद्राक्ष पनि रोपेको छु। पर पनि रुद्राक्ष नै छ। यहाँ 3टा छन् रुद्राक्षको बोट। ल फेरि भेट्दै गरौँ ल। अनि हजुरहरूलाई बिरुवा चाहियो भनेर, तितेपाती छ यदि बिक्री गर्नु पर्यो भनेदेखि मलाई सम्पर्क गर्नुहोस्। 98 12 18 40 17 मेरो नम्बर छ। हवस् त, धन्यवाद।